हेलो साथीहरू, यो चाहिँ मेरो अकबर खर्सानीको बिरुवा हो। अनि यो चाहिँ मैले निकै अगाडि यसको दल राखेको थिएँ। यत्रो भएछ अनि सार्ने बेला भयो भनेर मैले चाहिँ आज रोप्ने विचार गरेर आज बारीतिर आएँ। अनि अब बारीमा रोप्नु पऱ्यो भनेर आएको। अनि यसो कति राम्रो छ खर्सानीको बिरुवा, हेर्नु न। पल्टाइ गर्दै हेर्दैछु अनि रोप्ने ठाउँहरू हेर्छु, कता रोप्नु भनेर। यस्तो ठाउँतिर रोप्नु भनेको अब हुन्छ कि हुँदैन साथीहरू। मलाई कति मनपर्छ क्या अकबर खर्सानी। अनि यसरी कति मजाले आएछ अनि सार्नु पऱ्यो भनेर नि। हेर्नु न कति मजाको छ। यो फाइनली रोपे पनि सकेँ। त्यताको त्यो सानो भएको अकबर खर्सानी हो। यता पनि रोपेँ अनि यता पनि रोपेँ। अनि यो चाहिँ लाम्चे खर्सानी हो साथीहरू। अनि यो पनि लाम्चे जस्ट ठुलो भएछ, अस्ति रोपेको थिएँ। अनि यस्तो ठाउँमा रोपेको छु, के कस्तो हुन्छ थाहा छैन। अनि पर पनि अकबर खर्सानीको बिरुवा रोपेको छु, के कस्तो हुन्छ त्यो चाहिँ अलिक देख्दैन, अलिक पर छ। अलिक पछि फेरि देखाउने छु के कस्तो भयो भनेर। तपाईँहरूले हेरिदिनु होला। आजलाई यति नै, बाई बाई।